अब हामी गाडी चढिसक्यौँ हाई सबैजनालाई हामी बल्ल भरतपुर पुलचोक भन्ने ठाउँ नारायणगढ पुग्यौँ अनि हामी चाहिँ दुईजनालाई वेट गरिरहेछौँ तर दुईजना चाहिँ एकदम टाढा छन् भने चाहिँ हामी होटेलतिर लाग्नेवाला छौँ तर सायद उनीहरू धेरै टाढा छन् क्या अरे सो विल बी हेडिङ टु आवर होटेल अनि आई विल सी यु गाइज होटेल पुगेपछि हामी सौरा चोक आइपुग्यौँ अनि वी आर ह्याभिङ जुस तीनजना हामी दुईजनालाई वेट गरिरहेछौँ उनीहरू 30 मिनट्समा आइपुग्छन् रे सो सी यु देन हामी बल्ल होटेल पुगेको अवस्था सबैजना छौँ यहाँ मेरो ब्लगमा सबैजनालाई स्वागत छ ब्लग विथ माई कजन्स भनेर आउँछ है यो ब्लग चाहिँ एन्ड हियर इज माई ब्रदर वाकिङ अलोन अहिले चाहिँ हामी रेडी भएर नास्ता सास्ता खान निस्केका छौँ सबैजना यहाँ हुनुहुन्छ हाम्रो आइसा मिस समताजी अनि दादे अनि उता हुनुहुन्छ कुमोस दाजु यो राप्ती रिभरको किनारातिर बसिरहेछौँ खाजा खान हाम्रो खाजा चाहिँ आउँदैछ सो त्यसपछि चाहिँ हामी थारू डान्स हेर्न जान्छौँ होला अनि हामी के गर्छौँ अरू थारू डान्स हेर्छौँ अनि हामी ब्रिडिङ सेन्टर पनि जान्छौँ आज सो जाँदैनौँ ओके हाम्रो सिनियरजीले जाँदैनौँ भन्नुभयो सो हामी अब जाँदैनौँ रे उहाँकै अनुसार हिँड्नु पर्यो बिकज हि इज पेइङ फर द ट्रिप स्पोन्सर हाम्रो अन्वेषकजी हुनुहुन्छ त्यही भएर अब सिनियरले भनेको मान्नै पर्यो अब चाहिँ हामी थारू सफारी के अरे थारू भिलेज सौरा थारू भिलेज जान आँट्दैछौँ थारू डान्स हेर्न ल बोल बोलेर बोल्दिनँ कि म पनि यहाँ छु भनेर थारू डान्स हेरेर फर्किरहेछौँ होटेलतिर
थाक्यो हिँड्दै हिँड्दै फर्किरहेछौँ सो द्याट वी क्यान इट पानीपुरी हामी पानीपुरी खाँदैछौँ अहिले हाई एभ्रिवान सो आज हामी रेडी भइसक्यौँ अनि हामी आज जिप सफारी जसलाई जिप सफारी गर्नु जान आँट्दैछौँ अनि अहिले चाहिँ हामी जिप वेट गरेर बसिरहेछौँ अहिले 7:30 हुन आँट्यो अनि अब हामी यो बोटिङ गरेर पारी जान्छौँ अनि जिप चढ्छौँ अलि पर गएर Hi guys, हामी अहिले बोटिङ गर्न आँट्दैछौँ Say hi to my vlog, guys. Hello, boys. हाम्रो यात्रा सुरु भएको छ Hi babies. गरेर बसिरहेछ हामी जङ्गल सफारीबाट झरिसकेको अवस्था सकिसक्यो हाम्रो तर हामीले आज केही देखेनौँ हामीले डियर देख्यौँ पिकअक देख्यौँ अनि बर्ड्सहरू देख्यौँ त्यति देख्यौँ अरू त केही नै देखेनौँ क्रोकोडाइल देख्यौँ त्यही हो अहिले हामी क्यानोइङ गर्न जान आँट्दैछौँ सो हामी अब के अरे क्यानोइङ गर्न जान आँट्दैछौँ अनि जिपले चाहिँ हामीलाई क्यानोइङ गर्ने ठाउँसम्म लग्नुहुन्छ हामी कुमार दादाकै वेटिङमा थियौँ लेट्स गो पहिला चाहिँ त्यो भन्दा
मैले हजुरहरूले गैँडाको ह्याबिट के हुन्छ भने एरिया धेरै लिँदैन अनि त्यसले दिशा गरी पनि एकै ठाउँमा आएर गर्छ जस्तै 5 दिन 6 दिन 7 दिनमा पनि त्यो एउटै बाटो युज गर्नु त्यो पिर्खा चाहिँ है साइड यसो साइड बाटो बनाउँदै आउनु होला पञ्चायत र हामी यहाँ एकछिन वाकिङ गरिरहेछौँ जङ्गल वाकिङ हामी हात्ती मेरा साथी हेर्न आइपुग्यौँ कतिर मोड चल्छ आउँछ उनीहरू आएपछि फेरि यो इलेक्ट्रिक फेन्स हो यो इलेक्ट्रिक होइन उनीहरू आएपछि चाहिँ यो इलेक्ट्रिक जोइन गरिदिन्छ नि होइन अहिले चाहिँ नआएको भएर अहिले छैनन् आउने बित्तिकै उनीहरू जस्तो आगो देख्ने बित्तिकै के अरे अन गरेर राखिदिन्छन् अनि उनीहरूले बन्दबाट थाहा पाउँछन् इलेक्ट्रिक छ कि छैन छ भने उनीहरू टाढै हुन्छन् छैन भने आउनु खोज्छन् र यो चाहिँ अहिले हाम्रो नेपालको हजारको नथमा दुईटा हात्ती देख्नुभएको नि जुम्लिया ट्विन्स हजुर हजुर हाम्रो विश्वमा पहिलो रेकर्ड नेपाल चितवन सौरामा पाएको राम लक्ष्मण चाहिँ अहिले के अरे माडी गाउँ क्षेत्रमा छन् यो चाहिँ राम दाइ चाहिँ यो चाहिँ यहाँ चाहिँ हाम्रो बेबी हात्तीजहरू उता पनि हाई बेबी हात्ती अटोमेटिक म त के गनाएको भने यिनीहरू नै गनाएको होला नि लन्च दिदी अब घुमी ट्राई गर्न आँट्दै हुनुहुन्छ तपाईँको मात्र खिच्दिनु वाउ भयो लाग्यो यार फेरि त हामी घुमी ट्राई गर्दैछौँ ल आइसा तिमीलाई कस्तो ल तिमीलाई कस्तो लाग्यो ल अहिले नै टेस्ट गरेर देखाऊ ल खान त यही भिडियोमा यो त आउँदैन सुट त तान्न मेरो त फर्स्ट टाइम हो यार कस्तो लाग्यो त मिठो लाग्यो मिठो लाग्यो कुमोस दादालाई हजुर ठिकै छ दादीलाई मलाई त मन परेन आज चाहिँ हाम्रो लास्ट डे अफ ट्रिप आज हामी फर्किन्छौँ अहिले ब्रेकफास्ट खाएर सो अहिले चाहिँ हामी रिसोर्टमै छौँ अनि वी गन चेक आउट त्यसपछि ब्रेकफास्ट खान्छौँ अनि त्यसपछि हामी आफ्नो घरतिर लाग्छौँ सो बाई बाई वी ह्याड फन अहिले चाहिँ ब्रेकफास्ट खाँदैछौँ अनि हामी अब लाग्यौँ Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Aisa. Happy birthday to you.